नेपालमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएसँगै नयाँ सरकार गठनको तयारी पनि तीव्र बनेको छ। निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले अहिले सरकार गठनको गृह कार्यमा जुटेको छ। पार्टीले आफ्ना वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने तयारी गरिरहेको छ। हाल प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट गरी कुल 182 सिट जितेको छ। 275 सदस्यीय प्रतिनिधि सभामा 2/3 बहुमतका लागि 184 सिट आवश्यक पर्छ। त्यसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी 2 सिटले मात्र 2/3 बहुमतबाट पछाडि रहेको छ। यद्यपि स्पष्ट बहुमत भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार बन्ने अवस्था भने कायम देखिन्छ। पार्टीको वर्तमान विधान अनुसार संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था रहेको छ। तर बालेन्द्र शाह चुनाव अघि मात्र पार्टीमा प्रवेश गरेका कारण औपचारिक रूपमा उनलाई संसदीय दलको नेता बनाउने प्रक्रिया आवश्यक परेको छ। बालेन्द्र शाह गत पुस 13 गते मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। त्यसपछि पार्टीले उनलाई प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा देशभर कार्यक्रमहरूमा सहभागी गराउँदै आएको थियो। अहिले पार्टीभित्र विधान संशोधन गरेर उनलाई संसदीय दलको नेता बनाउने र त्यसपछि प्रधानमन्त्रीका रूपमा अघि सार्ने तयारी भइरहेको स्रोतहरूले बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत प्राप्त गरे पनि अन्य दलसँग सहकार्यको सम्भावना खुल्ला राखेको देखिन्छ। पार्टी नेतृत्वको अनुसार संविधान संशोधन र केही महत्त्वपूर्ण कानूनी सुधारका विषयमा व्यापक राजनीतिक सहमति आवश्यक पर्ने भएकाले कुनै दललाई चिड्याउने नीति नलिएको हो। पार्टीका एक शीर्ष नेताले देश परिवर्तनका लागि सबै दलबीच सहकार्य आवश्यक पर्ने भन्दै प्रतिशोधको राजनीति नगर्ने बताएका छन्। उनका अनुसार संविधान र कानूनको दायरामा रहेर विभिन्न विषयको छानबिन हुनेछ र दोषी ठहरिएका व्यक्तिहरूमाथि कारबाही हुनेछ। तर जनताको आवश्यकता पूरा गर्न दलहरूबीच समझदारी कायम गर्ने प्रयास गरिनेछ। राजनीतिक पृष्ठभूमि हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व परम्परागत ठूला दलसँग भने खासै नजिक देखिँदैन। विशेष गरी नेपाली कांग्रेस र नेकपा एमालेसँग राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्ध चिसो रहेको विश्लेषण भइरहेको छ। पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह दुवै कांग्रेस र एमाले भन्दा पनि अन्य शक्तिहरूसँग सहकारी गर्न तुलनात्मक रूपमा सहज देखिन्छन्। निर्वाचन अघि राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्व बीच भेटवार्ता भएको थियो। उक्त भेटमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने तर राष्ट्रिय मुद्दाहरूमा आवश्यक परे सहकार्य गर्ने विषयमा छलफल भएको बताइएको थियो। त्यसपछि विभिन्न निर्वाचन क्षेत्रमा दुवै पार्टीले आफ्ना उम्मेद्वारहरूलाई उठाएका थिए तर राष्ट्रिय मुद्दामा सहकार्य गर्ने विषयमा कुनै विवाद नरहेको लिङदेनले बताएका छन्। निर्वाचन परिणाम सार्वजनिक भएपछि पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच टेलिफोन संवाद भएको जानकारी पनि बाहिर आएको छ। दुवै नेताले एकअर्कालाई निर्वाचनको परिणामबारे बधाई दिएका थिए। राजनीतिक रूपमा फरक धार भए पनि प्रतिशोधको राजनीति नगर्ने र आवश्यक विषयमा संवाद जारी राख्ने सहमति भएको बताइएको छ। यता सुनसरी एकबाट चुनाव लडेका हर्क साम्पाङसँग पनि बालेन्द्र शाहको व्यक्तिगत सम्बन्ध सकारात्मक देखिएको छ। निर्वाचन परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमा साम्पाङले जितेको संकेत गर्दै लेखेको स्टाटसमा बालेन्द्र शाहले उनलाई शुभकामना व्यक्त गरेका थिए। तर एमालेसँग भने राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्ध सहज देखिँदैन। विशेष गरी बालेन्द्र शाह र केपी शर्मा ओली बीचको सम्बन्ध विगतदेखि नै तनावपूर्ण रहेको बताइन्छ। बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदा पनि दुवै बीच मतभेद देखिएको थियो। यसपटकको निर्वाचनमा झापा 5 बाट उम्मेदवारी दिएका बालेन्द्र शाहले ओलीलाई पराजित गरेका कारण पनि राजनीतिक सम्बन्ध अझै चिसिएको विश्लेषण भइरहेको छ। नयाँ सरकार गठनपछि विधेयक पारित गर्न राष्ट्रिय सभाको भूमिका पनि महत्त्वपूर्ण हुने भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीले त्यहाँ पनि सहज वातावरण बनाउन प्रयास गरिरहेको छ। 58 सदस्य राष्ट्रिय सभामा बहुमतका लागि 29 सिट आवश्यक पर्छ। अहिले राष्ट्रिय सभामा कांग्रेस सबैभन्दा ठूलो दल भए पनि अन्य दलसँग सहकार्य भए नयाँ सरकारका विधेयक पारित गर्न कठिन नहुने राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको विश्वास छ। निर्वाचनपछि पार्टीभित्र सरकार गठनको तयारी तीव्र बनेको छ। सभापति रवि लामिछानेको स्वास्थ्य समस्याका कारण केही दिन घरमै आराम गरिरहेका छन्। यसबीच बालेन्द्र शाह र रवि लामिछाने बीच भेटवार्ता भएको बताइएको छ। भेटमा समानुपातिक सूची अन्तिम गर्ने, संसदीय दलको नेता चयन गर्ने र आगामी मन्त्री परिषदको प्रारम्भिक खाका तयार गर्ने विषयमा छलफल भएको स्रोतहरूले बताएका छन्।
पार्टीभित्र अहिले मन्त्री परिषद गठनको विषयमा पनि छलफल भइरहेको छ। निर्वाचित सांसदहरूलाई मन्त्री बनाउने वा केही क्षेत्रमा विज्ञ व्यक्तिहरूलाई गैर सांसद मन्त्री बनाउने भन्ने विषयमा नेताहरूबीच परामर्श चलिरहेको बताइएको छ। बालेन्द्र शाहले यस विषयमा विभिन्न विज्ञ, नीति विश्लेषक र पार्टी नेताहरूसँग निरन्तर छलफल गरिरहेका छन्। निर्वाचन परिणामपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा नयाँ सरकार गठन हुने लगभग निश्चित देखिएको छ। यदि सबै प्रक्रिया योजना अनुसार अघि बढे केही समयभित्रै बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन हुने सम्भावना बलियो बन्दै गएको छ।